हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। आज चाहिँ घरमा बस्नु अल्छी लागेको थियो, त्यही भएर चारो खोज्न आएको। अब आउँदैछ, म चाहिँ मेरो नयाँ फटफटेमा आउँदैछु। यो भाइले त दामी काम पाएको रहेछ त यहाँ। मान्छे कतिको छन् भाइ? मान्छे छैन? मान्छे छैन अरे, अलिक साइकल पेल्नु गाह्रो हुन्छ मलाई। यहाँ हुँदैछ होला, त्यस्तै हो। अलिक घाँस पर्यो नि त। ल यहाँ पिकनिक खाने पार्कहरू छ। नि चारो लिएर आएको म उखाल्छु। कसले उखालिदिन्छ र चारो त्यहाँ नि बोरा छ नि हो। चारो हाम्रो गाउँको गाई चरी यता छ। हेर्दै जान्छु म पनि कतिजना छन् भनेर। अब त्यस्तै हुन्छ नि, अब भ्लग बनाउनु होइन, बनाउनु रहर त थिएन होइन, के भयो अब त्यो बनाउने रहर त थिएन। एकदमै थोरै मिठो बनाइदिएको कस्तो हुन्छ भनेर। मेरो युट्युबमा हेर्नु होला, राजु बिमाल छ। त्यस्तो राम्रो भ्लग त छैन, त्यही पनि अब सब्सक्राइब हालिदिनु होला। होइन केटा हो, के छ? यहीँ हाम्रो गाउँको बासिन्दाहरू यहाँ आइहालेको छ। यहाँनिर छ यो पोखरीमा। कति चारो टिप्यो केटा हो? घुम्न आएको अरे। चारो छैन यहाँ? चारो त छ नि, ल्याउँछु। चलो चलो चलो। अब हामी अर्को पोखरीतिर लाग्यौँ होइन। सबभन्दा मेन मान्छे भनेको यही हो नि, चारो खोज्ने मान्छे। एउटा चाहिँ निग्रो टिपी हिँड्दैछ। युट्युबमा हालिदिन्छु म। लाज भनेको गोजीमा राखेर हिँड्नुपर्छ अरे क्या, अनि मात्रै हुन्छ। यहाँ चाहिँ अब यस्तो छ भनिनु मजाले बनिएको छैन। बनाउँछु त्यही पनि। अब यहाँ पनि पिकनिक खानु त आइरहेको हुन्छ शनिबार मान्छेहरू थुप्रै हुन्छ। पिकनिक खानु आउँछ यहाँ 5-6 ठाउँ होला। हाम्रो यात्रा चाहिँ यहीँसम्म मात्रै हो। ए बिस्तारै बिस्तारै बिस्तारै। यो पोखरी म चाहिँ यहीँ छिर्छु, यहीँ टिप्ने हो। गहिरो त गहिरै छ, अब लगभग त्यहाँ मान्छे डुबाइहाल्छ। गहिरै छ, मान्छे डुबाउने खालको छ। अब हेर्छु पहिला म कता छ चारो भनेर। गली पनि राखेको छु, साइकलले गर्दा चारो हेर्नु पर्यो अब पहिला। घुम्ने ठाउँ छ यहाँ मस्तसँग।
नयाँ अब यो खोलेको नयाँ सिमसार हो, त्यही भएर घुम्ने ठाउँ चाहिँ छ, त्यो राम्रै छ, नराम्रो छैन, राम्रै छ। डेटिङ बस्ने ठाउँ राम्रो छ केटाकेटीहरूको लागि। यस्तो पानीमा छिर्नुपर्छ, चारो त छैन क्या हो, मसिनो रहेछ। नआएको त ठाउँ होइन, तर तपाईँले हेर्नुभएको छैन भनेर मात्रै हो। छिमेकीहरू ल अब म चाहिँ छिर्छु चारोको टिप्नु यता माथिल्लोमा। त यहाँभित्र छिर्ने अनि चारो कता छ हेर्ने। अझ उता अगाडि गएर हेर्नु पर्ला। चारो त छ, यही छ चारो त, यही छ चारो त, यहाँ छेउमै छ चारो। मर्ने खालको जाडो हुन्छ नि, यस्तो घाम लागिरहेछ कम्ती जाडो हुँदैन। चारो नै छैन यहाँ, कहाँ टिप्नु, यहीँ छ चारो, छन्द छ चारो। ल गाई चरु हाम फालिहाल पानीमा गम के गेम। त्यही बुढो जस्तै गर्नुपर्छ क्या हामी पनि, बुढो जस्तो उताबाट खोजो यहीँ ल्यायो यहीँ फालो, जति हुन्छ त्यति सबै। म त जाँदिनँ, आफू टिपा होइन, चाउ लिएर हेर न, दावत दिनु लागेको अरे टिपिदिन्छ कि भनेर। ल छिर्न छिर जाडो भइहाल्छ। चारो टिप्नु पनि गाह्रो छ जाडोले मा सारा। त्यहाँ चाहिँ टनै रहेछ है चारो, त्यो तलबाट लिएर आएको। जानु न अलमाले जा टिप्नु, किन आउनु पर्यो खोला फेरि आएको नि चाहिँदैन त। यस्तै झाड ल्याउनु नि, त्यहाँ छ त सानो खाइन्छ अलमाले झार होइन। छिर्नु पनि जाडो पो हुन्छ मलाई त काट। यहाँ चारो अलिक अगाडि आइदियो त हो यहाँदेखि। यसरी चारो निकाल्नु पर्छ पानीमा डुब्दै। जाडो त छैन होला नि, ए अस्ति चाहिँ लास्टै भएको थियो।
ल गाइजहरू म पनि छिर्नु पर्यो यहाँ अब बडै निक्लेर भिडियो गरौँला म चाहिँ निक्लिसकेँ होइन त्यहाँ जाडो त अब धेरै नै थियो त्यही पनि निक्लिसकेँ अब चारो खोजेर चारो हालिसकेँ साइकलमा एक्लै हालिहालेँ लोटो गर्नु सजिलो हुन्छ अब अलिकति बल ज्यादा लाग्छ सो गाइज ल यस्तै छ अर्को भिडियोमा फेरि भेट्नुपर्छ अहिले चाहिँ अब म घर लागेँ बाटो लामो छ बाई ल बाई त बाई गाइज